छोराछोरी नयाँमा गए भनेको नयाँ होइन। पुराना साम्राज्यवादको अवशेषहरू प्रवक्ता हुन्, उनीहरू नयाँ हुनै सक्दैनन्। नयाँ नारा दिएर यहाँ आएका छन् मुलुकलाई दूरीकरणको लागि। त्यसले म आग्रह गर्छु हाम्रो सन्तानलाई हामीले भन्न सकेनौँ भने कन्भिन्स गर्नुपर्ने आजको आवश्यक दायित्व छ भने एउटा कुरा हुन्छ। दोस्रो कुरा आज स्वामित्व माग गर्ने, त्यो लाल पूजाको माग गर्ने सम्पूर्ण पार्टी कार्यकर्ता नेता साथीहरूलाई फेरि एकपल्ट हार्दिक धन्यवाद दिन चाहन्छु र बधाई पनि ज्ञापन गर्न चाहन्छु। किनभने आज हामीले मान्ने उहाँलाई बनाउने त एक नम्बर निर्वाचन क्षेत्रको होइन, राष्ट्रको, र उहाँले उठाउने मुद्दा एक नम्बर निर्वाचन क्षेत्रको होइन, संविधान संशोधनको। उहाँले उठाउने मुद्दा सुशासनको, उहाँले उठाउने मुद्दा भ्रष्टाचारको विरुद्धको मुद्दा हो। उहाँले उठाउने मुद्दा चाहिँ संविधान र यसको रक्षाको प्रश्न हो। उहाँले उठाउने भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समानुपातिक समावेशी पद्धतिको रक्षाको प्रश्न उठाउने हो, धर्मनिरपेक्षताको प्रश्न उठाउने हो, जनताको जीविकाको प्रश्न उठाउने हो र सार्वजनिक न्याय सहितको समृद्ध नेपाल र सुखी नेपाली बनाउने प्रश्न उठाउने हो। त्यो उठाउनको लागि सबभन्दा योग्य उम्मेदवार हाम्रो एक नम्बर निर्वाचन क्षेत्र मोहनदेवीलाई हामीले पहिचान गरेका छौँ हाललाई। र त्यसो भएको कारणले यी मुद्दा उठाउनको लागि हामी योग्य व्यक्ति पठाएका छौँ कि छैनौँ भने हामी डिबेट गरेर योग्य व्यक्ति उठाएका छौँ। अर्को कुरा यहाँको विकासको सन्दर्भमा कुरा गर्ने हो भने यहाँको विकास त हाम्रो ढकालजी सरोज ढकालजीले घर घर टोलटोलमा गरेर गर्नुभएको छ। त्यसै अरू वडाहरूमा हिजोको प्रतिपूर्तिमा लागि प्रतिपूर्ति उपविजेता वडाध्यक्षले गरिरहनु भएको छ र अरू ठाउँमा पनि गरिएको छ। तर उहाँको मुद्दा काठमाडौँको मुटुको मुद्दा, काठमाडौँको समस्या समाधान गर्ने मुद्दा हो। काठमाडौँको यहाँका बसेका जनताहरू चाहे गुठीको समस्याका प्रश्नहरू हुन् अथवा खोला किनारका सर्वोच्च अदालतले फैसला गरेका विषयका प्रश्नहरू हुन्, अरू सुकुम्बासीहरूका प्रश्नहरू हुन्, त्यसको स्थायी बसोबासका प्रश्नहरू हुन्। ती प्रश्नको बारेमा पनि नीतिगत र ऐनको बारेमा संशोधन गर्नुपर्छ भने हाम्रो उम्मेदवारले उठाउनु हुनेछ र ती मुद्दाहरूको लागि अगाडि बढेर जानुहुन्छ। यो थलो मैले काठमाडौँमा पहिलोचोटि 31 सालमा काठमाडौँ प्रवेश गर्दाखेरि यहाँ अत्यन्त थोरै घरहरू थिए। म कोटेश्वरबाट आइरहँदा टली देख्दाखेरि मलाई अचम्म लाग्थ्यो, कहाँ आकाशबाट टली बस हिँड्छ भन्ने मलाई लाग्थ्यो। यहाँ धेरै कम थिए र यहाँको सहरको विकास भनियो भने 35 सालदेखि त तीव्र गतिमा यहाँको सहरीकरण भएको स्थिति छ, यहाँको बसोबासको स्थिति छ। यहाँ 3 खालको संस्कार र संस्कृति हामीले अनुभूति गरेका छौँ। एउटा कोर सिटीको आफ्नै मनोविज्ञान छ, त्यहाँका सहरहरूको आफ्नै खालको सोच छ। उहाँहरू चाहनुहुन्छ हामी यहाँका आदिवासी हौँ, हामी उहाँको मन र उहाँको भावना सम्बोधन गर्नुपर्छ। म सहरका ती आदिवासी कोर सिटीका मान्छेलाई सामुदायिक परिवार भनेर भन्छु, उहाँलाई सम्मान गर्नुपर्छ। त्रिपुरेश्वर होस् कि अथवा थापाथली होस् कि ती ठाउँमा त्यो समुदाय बसेको छ। आज त्यो समुदायको समर्थन बिना नेकपा एमाले अगाडि बढ्न सक्दैन। 11 नम्बर वडा परिवर्तनको वडा हो। हिजो पञ्चायत व्यवस्था परिवर्तनको बाहेकको रूपमा मेरो काका तनप्रसाद पोखरेल 11 नम्बर वडा सदस्य निर्वाचित अगाडि जानुभएको थियो। उहाँलाई म धोबी गदाको धोबी अर्थात् राष्ट्रको धोबी भनेर घोषणा गर्दै हुन्थ्यो। त्यहाँ 11 नम्बर वडाको त्रिपुरेश्वर थापाथली स्वभावको परिवर्तनको बारेमा आफ्नो अगाडि बढाउने ठाउँको रूपमा लिएको छौँ। त्यहाँका आदिवासी कोर समुदायहरू कोर सिटीका मान्छेहरूलाई पनि उहाँले हाम्रो उम्मेदवारले सम्बोधन गर्नुहुन्छ। अहिले देखिएका गुठी समस्याहरू, गुठीको व्यवस्थापनका कुराहरू प्रश्नहरू छन् कोर सिटीका, त्यसलाई पनि सम्बोधन गर्न सक्ने तागत र क्षमता, लडाइँ गर्न सक्ने क्षमता उहाँसँग छ। त्यो क्षमताले अहिले त्यो सहरको नि प्रतित्व हुन्छ भन्ने कुरा म यहाँलाई राख्न चाहन्छु। र अहिले हिजो यो ठाउँबाट प्रतिरोध गर्ने प्रकाशमानजी हुनुहुन्थ्यो। सर्वोच्च अदालतले 20 मिटर थप गर्ने गरी फैसला गर्यो। नेकपा एमाले काठमाडौँ जिल्ला कमिटी म इन्चार्ज, त्यसलाई भ्याकेटमा जानुपर्छ, जनताले आन्दोलन गर्नुपर्छ र सिग्नेचर क्याम्पेन सुरु गर्यो। त्यो नेकपा एमाले गरेको थियो। त्यो सिग्नेचर क्याम्पेनको सधैँ भ्याकेटमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अदालतमा जानुभयो, जसको कारणले गर्दा बादलको अवसान सहित त्यो मुद्दा हामीले स्थापित गर्यौं र अहिले नदी किनारको 20 मिटर क्षेत्रबाट हाम्रो खारिज भएको छ। यो अहिलेको गणको रूपमा हिजो सर्वोच्च अदालतको फैसलाको नाममा बादलजीले सबै घर जग्गाको नक्सा पास गर्ने, ऋणको व्यवस्थापन, अदालतको व्यवस्थापन र
व्यय गर्ने गरेको अत्यन्त पीडादायी तपाईँले बोल्नुभएको थियो। त्यसको नेतृत्व नेकपा एमाले गरेको थियो। त्यसमा सँगै मोहन देवी पनि हुनुहुन्थ्यो। त्यो हामीले विजय प्राप्त गरेका छौँ। यो दोस्रो महत्त्वपूर्ण सवाल हो। त्यसैले आज अर्को हाम्रो सवाल, हाम्रो अव्यवस्थित बसोबासी सुकुम्बासीको प्रश्न अत्यन्त गम्भीर रूपमा, चाहे त्यो बागमतीको किनारमा होस्, दोलखानाको किनारमा होस्, त्यो त्यत्तिकै ढङ्गले उठिरहेको छ। म के विश्वास गर्न चाहन्छु भने आगामी सरकारले यी चिजहरूलाई सम्बोधन गरेछ। कोही पनि सुकुम्बासीहरूले आफ्नो थाथलोबाट व्यवस्थित ढङ्गले मात्रै बसोबासको व्यवस्था गराइन्छ। कोही त्यही बसिन्छन्, कोही बाहिर बसिन्छन्, तर पूर्ण अधिकार र ग्यारेन्टी सहित राजपूत सहित सुकुम्बासीहरूको व्यवस्थापन गर्न पनि हामी कटिबद्ध छौँ। म आग्रह गर्न चाहन्छु, हामीलाई पनि धेरै सिकाइहरू भएका छन्। यो सिकाइमा यहाँका जनताको मात्र होइन, बाह्य शक्तिले पनि हामीलाई जुन ढङ्गले घेराबन्दी गरेको छ र केपी ओली विहीन मुलुक बनाउने चाहने जुन सपना आज देखिरहेका छन्, केपी ओलीको विरुद्धमा जुन ढङ्गले अन्तर्राष्ट्रिय प्रतिक्रियावादीको छारी लिएर कोही मान्छेहरू पात्रमा झापमा जुन जाँदैछन्, तिनको सिङ पनि नेपाली जनताले भाँच्छन्, झापाली जनताले भाँच्छन्। यहाँका पनि जुनसुकै नामका मान्छेहरू आउन्, चाहे त्यो नेपाली काङ्ग्रेस आओस्, चाहे त्यो कति राष्ट्रिय स्वतन्त्र पार्टी नामका मान्छेहरू आउन्, चाहे त्यो अरू कोही पनि आउन्, ती सबैलाई पराजित गर्ने क्षमता आज हाम्रो उम्मेदवारसँग छ, नेकपा एमालेसँग छ। किनभने पहिलोचोटि हामीले स्वामित्व लाभ दिँदा पाएका छौँ, हाम्रो उम्मेदवार पाएका छौँ। यहाँको जनताको माग यही हो। अब हामीले पार्टी केन्द्रलाई कुनै दोष लाउने ठाउँ छैन। यो त हामीले मुन्टु लुकायौँ, हामीले हाम्रो उम्मेदवार दियौँ। अर्कालाई सहयोग गर्नु भने लिनदेन गरियो भनेर बाहना बनाउने हामी ठाडो सिर राख्थ्यौँ। अब हामीले हार्यौँ भनेदेखि हामी चियासम्म जान नसक्ने हुन्छौँ, हामी मुख देखाउन नसक्ने हुन्छौँ। त्यसले गर्दाखेरि म नेकपा एमालेका तमाम पार्टी कार्यकर्ता बुद्धिजीवी साथीहरूमा आग्रह गर्न चाहन्छु, यो हाम्रो जीवनभरको सवाल हो, यो राष्ट्रियताको पक्षको सवाल हो, संविधान ठिक ठाउँले पक्षको सवाल हो, समृद्धिको सवाल हो, जीविकाको सवाल हो, भ्रष्टाचार विरुद्ध सुशासन कायम गर्ने एउटा प्रतिष्ठाको सवाल हो। कुनै पनि भू-राजनीतिक चलखेललाई नेपालको सैनिक क्रीडा बनाउने चाहने अन्तर्राष्ट्रिय भू-राजनीतिक तागतको पराजयको प्रश्न हो। त्यो पराजयको प्रश्न काठमाडौँ 1 नम्बरले सुरु गर्ने छ भन्ने विश्वास राखेको छु। म अब धेरै भन्न चाहन्न, किनभने म आफू ढिलो आएँ। मलाई 2 नम्बरमा पनि निर्वाचन को यो परिचालन कमिटीको घोषणा थियो। अब काठमाडौँको एउटा परम्परै छ पहिलेदेखि नै, तर यहाँ चाहिँ त्यस्तो रहेन। यसको मान्छे ढिलो आउने 11:30 भनेको थियो, 12:30 भने कार्यक्रम सुरु गर्न सकेन। 12:30 मा सुरुवात गर्दाखेरि अनि वक्ता साथीहरू धेरै हुन्थ्यो, म छिटो जान्छु भन्दा पनि त्यहाँका साथीहरूले मलाई छिटो आउन दिनु भएन, जसको कारणले गर्दा म अत्यन्त ढिलो आएँ र मैले 3 मिनट बोलेँ, त्यति मात्र हो। म आन्तरिक जीवनको कुरा गर्छु। आज मैले विगत पनि भन्ने गरेको छु, नेकपा एमालेको निर्वाचन प्रतिस्पर्धा जाने श्रेष्ठ हासिल गर्ने विषय वर्ग सङ्घर्षको विषय हो। वर्ग सङ्घर्ष व्यक्तिको प्रश्न हुँदैन। आज हामी कल्ला हराउँदैछौँ। मैले अघि भने हामी सामन्तवादको अवशेष हराउँदैछौँ, राजावादीहरू हराउँदैछौँ, हामी कल्ला हराउँदैछौँ, दलालको साथ पुँजीवाद हराउँदैछौँ, हामी कसलाई हराउँदैछौँ वैदेशिक साम्राज्यवादको पिछौँ चढेर हाम्रो ठाउँ कथित लोकप्रियतावादको नाममा आउने वैदेशिक ताकत हराउँदैछौँ अनि साम्प्रदायिक र जातीय ताकत हराउँदैछौँ। यो हराउनु भनेको नेकपा एमालेको आधारभूत रूपमा वर्ग सङ्घर्ष हो। हामी सबै नेता कार्यकर्ता वर्ग सङ्घर्षको नेतृत्व गर्न सक्छौँ, तर एकपल्टमा एकजना मात्रै हामीले त्यो वर्ग सङ्घर्षको नेता पाउन सक्छौँ। आज हामीले मोहन देवी पाएका छौँ। त्यसले गर्दाखेरि उम्मेदवार को कहाँ होइन, नेकपा एमालेको यो वर्गीय लडाइँमा निर्वाचन मार्फत विजय प्राप्त गर्ने वर्गीय लडाइँमा जित्नको लागि प्रत्येक कार्यकर्ताले म उम्मेदवार भनेर ठान्नु। उम्मेदवार मोहन देवी त निमित्त पात्र मात्रै हुन्, हामी सूर्यका उम्मेदवार हौँ। सूर्यका उम्मेदवार भएको कारणले गर्दा अब फर्केर गएर घर बस्न छुट छैन। हामी यहाँ कार्यक्रममा आउने, त्यसपछि घर जाने पार्टी बिर्सिने हो भने हामी चुनाव जित्दैनौँ। हामी घरतिर फर्केर हेरौँ, हिजो हाम्रो 3,500 मात्रै मत प्राप्त गरेका छौँ नसिब। त्यो मत त्यति मात्र होइन, आज हामी भन्ने गर्छौँ अत्यन्त दुःखद कुरो। मैले मेरो छोरा र छोरीलाई पनि सम्झाउन सकिनँ भन्ने कुराहरू हाम्रा पार्टी कार्यकर्ता सरस्वती भन्ने गरेको मैले सुनेको छु। यो दुःखद कुरो। तपाईँ भन्नुहोस्,
नेकपाले एमाले अगाडि सारेको एजेन्डा पुरानो छ। मुलुकमा गरिबी छ, त्यो हक मरेको पुरानो हो। मदन भण्डारी भन्नुहुन्छ यो भू धरातलमा एकजनासम्म गरिब रह्यो भने मार्क्सवाद बाँचिरहन्छ, एक ठाउँमा अन्याय भने मार्क्सवाद बाहिर छ, एक ठाउँ विरोध भयो भने बढी समस्या बाँचिरहन्छ। त्यसै कारणले नेपालमा अहिले पनि त्यो सामन्तका अब्सेसन छन् र अन्याय छ। गरिबी क्षेत्रलाई हटाउनलाई कम्युनिस्ट पार्टी चाहिन्छ। कम्युनिस्ट पार्टी कहिले पनि पुरानो हुँदैन, मार्क्सवाद कहिले पनि पुरानो हुँदैन, द्वन्द्ववाद कहिले पनि पुरानो हुँदैन। त्यसले गर्दा कथित लोकप्रियतावादीहरूले उठाएको मुद्दा चाहिँ केवल त्यो हिल्के मिल्के मुद्दाहरू पुरानो हुन्छन्। त्यस्ता चिजहरू मार्क्सवादले भन्छ पुरानो झर्दै जान्छन्, नयाँ पुरानो छ। हाम्रा पुराना कुराहरू नामै जुन नयाँ कुराहरू आउँछन् त्यो निषेध र निषेधको नियम हो। त्यसको आधारमा हाम्रा एजेन्डाहरू कहिले पुराना छैनन्। आज जेलेन्स्की जन्माउनेहरू, ट्रम्प जन्माउनेहरू, बाल्सोनारो ब्राजिलको राष्ट्रवादी जन्माएर विश्वलाई ध्रुवीकरण गर्न चाहने तागतको यहाँ पनि खेल्दैछन्। त्यसको प्रवक्ताको रूपमा राजसभा भन्ने पार्टी आएको छ। त्यसलाई वर्गीय गणतन्त्र पराजित गर्नु पनि आजको चुनौती हो। त्यो चुनौती ध्यान दिएर मेरा छोराछोरी नयाँमा गए भनेको नयाँ होइन, पुराना साम्राज्यवादको अवशेषहरू प्रवक्ता हुन्। उनीहरू नयाँ हुनै सक्दैनन्, नयाँ नारा दिएर यहाँ आएका छन् मुलुकलाई ध्रुवीकरण गर्नको लागि। त्यसले म आग्रह गर्छु हाम्रो सन्तानलाई हामीले भन्न सकेन भने कन्भिन्स गर्नु पनि आजको आवश्यक दायित्व छ भने पनि एउटा कुरा हुन्छ। दोस्रो कुरा, आजदेखि कुनै पनि पार्टी कार्यकर्ता समर्थकले भन्ने छैन काठमाडौँ एक नम्बर कमजोर छ। के कारणले कमजोर छ? कहाँ कमजोर छ? छैन। त्यसकारण अब हामीले आजदेखि भन्नुपर्छ। अन्ततः थाहा छैन काठमाडौँ एक नम्बर निर्वाचनसित आयो जितो हामी कहिले हार्दैनौँ भनेर प्रत्येक पार्टी कार्यकर्ताले भन्नुपर्छ। हामीलाई पीडा छ, पीडा भोगेका छौँ। त्यो पीडा वर्ग घृणा व्यक्त गरेर मात्रै पीडा शान्त हुन सक्छ। त्यसले गर्दा अहिले हामीले लडाइँ गरेर जानु छोडेका छैनौँ, कोदालो खण्ड जानु छोडेका छैनौँ। अहिले हामीले घर दैलोमा जनतासँग जानु छोडेर बढेका छौँ। यहाँ 31 नम्बरमा टोल कमिटीहरू बनेका छन्, 10 नम्बर टोल कमिटी बनेको छ, 29 मा टोल कमिटी बनेको छ र 11 मा टोल कमिटी बनेको छ। अब निर्वाचन जुन परिचालन कमिटी आज घोषणा भएको छ, त्यो घोषणाले यहाँ भएका साथीहरू कमिटीमा को थियो होइन। एउटा मैले उदाहरण दिन्छु। यहाँको सदस्य होइन, अन्तकै सदस्य हो, मतदाता हो, तर यहीँ बस्नुहुन्छ। रत्न गौतमलाई एउटा टोलको जिम्मेवारी दिने कि नदिने? उहाँ बसेको ठाउँ कति घर पर्छ? त्यो घरको जिम्मेवारी दिनु पर्यो। मैले उदाहरण दिन्छु। त्यो घरको जिम्मेवारी दिनु पर्यो। के समस्या छन्? आफूले सकुन्जेल आफूले गर्ने नसकेको उम्मेदवार अथवा अरू कोही गराउनुपर्छ नि बनाउने। यहाँ दोलखालीको बसोबास छ पनि हो। हाम्रो विनोद पाण्डे भूमिसैनिकको अध्यक्ष दोलखाबाटै हो, थुप्रै हुनुहुन्छ। हाम्रो लालकुमार केसी पूर्व सभापति शान्तिनगरमा हुनुहुन्छ। त्यसपछि यो मिलमनको सानो दोलखाको टोली नै छ, हरेक ठाउँमा छ। म कहाँ आउनुपर्छ? म आउनु त्यहाँ त्यो तपाईँले पहिचान गर्नुपर्छ। म सबैको गर्ने थिएँ। त्यसै गरी अत्यन्त विद्वान अधिवक्ता संवैधानिक कानुनको ज्ञाता टीकाराम भट्टराई मैले देखिरहेको छु। उहाँको टोल कार्यालय छ। त्यो टोलमा कसरी परिचालन गर्ने त्यसको जिम्मेदारी उहाँलाई त्यहाँ बसी कति घर जिम्मा हो त्यो घर दिनुपर्छ। अर्को त्यो लामो राजनीतिक नियुक्ति खाइरहेका साथीहरू तिमीसित नि साथीहरूको कोही ठाउँ उहाँलाई त्यसै टोल के उदाहरण थुप्रै साथीहरू यहाँ हुनुहुन्छ। अझै खड्का मिलमोहन साइडमा प्रवेशी प्रजातन्त्र नेता उहाँ हुनुहुन्छ। त्यसगरी विनोद पाण्डे उहाँ कहाँसम्म हुन सक्दैन। यसरी हामी दिनुपर्छ। यसरी दिएन भनेदेखि कुनै पनि टोलको घर छुट्दैन। अनि मैले चुनाव जितिन्छ। चुनाव भनेको उम्मेदवारको पछि जाने, घर घरमा जाने, हामीलाई हामीलाई भोट दिनु फलानु हो भनेर चुनाव भोट दिँदैन। जनता संवाद चाहन्छन्, हामीसँग संवाद चाहन्छन्। थुप्रै प्रश्नहरू हामीमाथि छन्, त्यसको उत्तर चाहन्छन्। त्यसैले संवाद गर्न जनताको तर्फमा पक्ष सबैको घर पुग्नुपर्छ। निर्वाचन पनि हिजोको होइन। जेनजी पिन्टोले उठाएका मुद्दाहरू मान्छेको मनमा घर घरमा छन्। त्यो मुद्दा सम्बोधन गर्न सत्य आजको हैसियतसहित नेकपा एमाले महाधिवेशन मार्फत नयाँ भएर आएको छ, नयाँ जीवन प्राप्त गरेर आएको छ। त्यो कुरालाई स्थापित गर्नुपर्छ र जनताका मुद्दालाई सम्बोधन गर्नुपर्छ। काठमाडौँका जनताहरू सुशासनको प्रश्न धेरै र भ्रष्टाचारको विरुद्ध धेरै प्रश्नहरू छन्। ती चिजहरू ध्यानुपर्छ। यो बानेश्वर क्षेत्र सिङ्गो रूपमा पुराना ब्युरोक्रेट्सहरूको बसोबासको क्षेत्र हो।
पुराना सैनिकहरूको बसोबासको क्षेत्र हो। ती क्षेत्रहरूका लागि पहिचान गर्नुपर्छ। हिजो को कहाँ लागेको होइन, आज कसरी हाम्रो पक्षमा लानुपर्छ भनेर हामीले अगाडि बढाउनुपर्छ। र निर्वाचनमा जाँदा जहाँ पार्टीको झन्डा बोकेर जाँदा उपयुक्त पार्टीको झन्डा बोक्ने, जहाँ पार्टी अध्यक्षको ब्यानर र फोटो बोकेर जाँदा उपयुक्त त्यहाँ बोक्ने र निर्वाचन संयोजकको अनुहार लिएर कहाँ जाँदा हुन्छ त्यसैको अनुहार बोक्ने, जहाँ उम्मेदवारको अनुहार बोकेर जानुपर्छ त्यहाँ उम्मेदवारको अनुहार बोकेर जाने, जहाँ सुकुम्बासीको र त्यसको व्यवस्थापनको बारे पसलहरू छ त्यो ठाउँमा हाम्रो भूमि अधिकार मञ्च ती साथीहरूलाई पहिचान गरेर लिएर जाने, जहाँ महिलाहरूको मुद्दा छ सोचको विषय छ महिला अधिकार कर्मीहरूलाई लिएर जाने। यसो गर्यो भने मात्रै हामीले निर्वाचन जित्न सक्छौँ। त्यसरी यो निर्वाचन जित्नु लागि संयुक्त राष्ट्रले भनेको छ नो वान लेफ्ट बिहाइन्ड। कोही पनि मतदाता हाम्रो एप्रोचबाट हाम्रो अनुरोधबाट बाहिर हुँदैन। त्यो प्रश्न हो। त्यसले गर्दाखेरि कमरेडहरू आदरणीय श्रोताहरू, आज हामीले जनताको बिच जाने, यदि जनताले गाली गरे, जनताले थुके नरिसाउने, त्यो थुको रुमालले पुछेर फेरि पनि उहाँहरूसँग पछि छर्छ अनि मान्छेले के भन्छ भने कति ज्यान उसलाई त हुन्छ नभएसम्म त घरमा निस्किँदै हिँड्दैन, अपमान गर्दा पनि मानेन। वास्तवमा जनताको कुरा सुन्निता भएता पुरा नेकपा एमाले हो भनेको स्थान हामीलाई सिकाएको मार्क्सवादले यही हो, हामीलाई सिकाएको मदन भण्डारले यही हो। र कम्युनिस्टहरू सबभन्दा बेसी जनताको कुरा सुन्छ। त्यसरी त्यो जनताको तहमा आश्रय बनाएर पञ्चायत व्यवस्था रातोलाई थालेका छौँ। आज हामी जनताको बिचमा जाँदैनौँ। हामी ठाडो पल्टेका छौँ। हामी उपभोक्ता संस्कृतिमा विश्वास गर्ने भएका छौँ। आज मिटिङ बसौँ भनेपछि हामीले केही ग्रुपसम्म जुट्यो अनि भोड्का खोल्यो, बियर खोल्यो अनि त्यसपछि योजना बनायो। यो कल्चर अहिले आवश्यक छैन। यो कल्चर जनताले मन पराएका छैनन्। हामी केही मान्छेहरू बाछा टाछाहरू र इजी मनी आउने मान्छेहरू मात्रै होटलमा गएर बियर खाने गर्छन्। तर जनता त अहिले पनि खाना पुगेका छन्। एक काठमाडौँको जनता कसरी बाँचेको छ, घर भाडामा बाँचेको छ, सानो खुद्दे पसल राखेर बाँचेको छ, जो हामीलाई भोट दिनुपर्छ। निर्वाहमुखी जीवनमा बाँचिरहेको छ। ती मान्छेहरू आफ्नो जीवनको परिवर्तन चाहन्छन्। यो एक नम्बर निर्वाचन क्षेत्रमा छन्। त्यो ठाउँमा बस्नुपर्ने आवश्यकता छ। त्यो आवश्यकतालाई हामीले आत्मसात गर्यौँ भने एक नम्बर निर्वाचन क्षेत्र चुनाव हार्दैन। कमरेडहरू म अगाडि चाहन्छु। अन्तिममा मलाई तीनजना मान्छेलाई कृष्ण गोपाल, रघुपन्त र आनन्द पोखरेललाई उपत्यकाको तीनवटा निर्वाचनमा जहाँ आवश्यक हुन्छ त्यहाँ जाने गरी खटाएको छ र आज मलाई 1 र 2 खटाएको छु। म यहाँ आएको छु। तर म के आगे गर्न चाहन्छु भने निर्वाचन नम्बर 4, 2, 1 र 3 मेरो आफ्नो विशेष व्यक्तिगत पहलको भूमिका हुन्छ पार्टीको। म ती निर्वाचन क्षेत्रमा विशेष ढङ्गले आफ्नो आफूले त्यसलाई ध्यान पुर्याउँछु। त्यसको साथसाथै 3 वर्ष इन्चार्जको रूपमा गोलमेल गरेको काठमाडौँमा 10वटा निर्वाचन क्षेत्र जिताउन सक्यो भने त्यो सबभन्दा बेसी मेरो ठुलो नाक छ। सबभन्दा ठुलो नाक हुन्छ। पार्टीको हैसियत पनि बढिन्छ र मुलुकमा नेकपा एमालेको एकल बहुमतको सरकार हुनेछ। यो दिन तयार छौँ कि छैनौँ? यदि काठमाडौँ 1 नम्बर क्षेत्र जित्यो भने 138 सीट नेकपा एमाले जित्छ, एकल सरकार बनाउँछ। कसैको तल पनि सबै प्रतिक्रियाले हारेछन्। यसको वर्ग संघर्ष रूपको अभियानमा लाग्ने आग्रह गर्दै बिदा चाहन्छु। धन्यवाद।